त्यसकारण जागर रहो, प्रार्थना गर र परीक्षामा नपर। हाम्रो परमेश्वर विश्वासयोग्यको हुनुहुन्छ, जसले हामीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुने छैन। आमेन। म विश्वास गर्छु एक ईश्वर सर्वशक्तिमान परमेश्वर पिता, स्वर्ग र पृथ्वी सिर्जनेमाथि, अनि उहाँको एक्लो पुत्र हाम्रो प्रभु येशू ख्रीष्टमाथि। उहाँ पवित्र आत्माको शक्तिद्वारा देहधारी हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, पन्तियास पिलातसको अधिकारमा दुःख कष्ट भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मारिनुभयो अनि गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउतनुभयो, चढी जानुभयो र अहिले सर्वशक्तिमान परमेश्वर पिताको दाहिने हाततर्फ बस्नुभएको छ, र जहाँदेखि उहाँ जिउँदा र मरेकाहरूको इन्साफको लागि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र विश्व मण्डलीमाथि, पवित्र जनहरूको सङ्गतिमाथि, पाप मोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवनमाथि। आमेन। यसले मलाई जीवन दिनुभयो। हे यसले मलाई जीवन दिनुभयो, यसले मलाई जीवन दिनुभयो, यसले मलाई जीवन दिनुभयो, यसले मलाई जीवन दिनुभयो। यसकारण गाउनेछु, सबलाई सुनाउनेछु, यो तेरा यीशु कृष्ण हो। यसकारण गाउनेछु, सबलाई सुनाउनेछु, यो तेरा यीशु कृष्ण हो। सबैले हालेलुया आमेन, हालेलुया, हालेलुया आमेन, हालेलुया, हालेलुया आमेन, हालेलुया, हालेलुया आमेन, हालेलुया। यसले मलाई मुक्ति दिनुभयो, यसले मलाई मुक्ति दिनुभयो, यसले मलाई मुक्ति दिनुभयो, यसले मलाई मुक्ति दिनुभयो। यसकारण गाउनेछु, सबलाई सुनाउनेछु, यो तेरा यीशु कृष्ण हो। यसकारण गाउनेछु, सबलाई सुनाउनेछु, यो तेरा यीशु कृष्ण हो। हालेलुया आमेन, हालेलुया, हालेलुया आमेन, हालेलुया, हालेलुया आमेन, हालेलुया, हालेलुया आमेन, हालेलुया। यसले मलाई क्षमा दिनुभयो, यसले मलाई क्षमा दिनुभयो, यसले मलाई क्षमा दिनुभयो, यसले मलाई क्षमा दिनुभयो। यसकारण गाउनेछु, सबलाई सुनाउनेछु, यो मेरा यीशु कृष्ण हो। यसकारण गाउनेछु, सबलाई सुनाउनेछु, यो तेरा यीशु कृष्ण हो। हालेलुया आमेन, हालेलुया, हालेलुया आमेन, हालेलुया, हालेलुया आमेन, हालेलुया, हालेलुया आमेन, हालेलुया। यसले मलाई आशिष दिनुभयो, यसले मलाई आशिष दिनुभयो, यसले मलाई आशिष दिनुभयो, यसले मलाई आशिष दिनुभयो। यसकारण गाउनेछु, सबलाई सुनाउनेछु, यो तेरा यीशु कृष्ण हो। यसकारण गाउनेछु, सबलाई सुनाउनेछु, यो तेरा यीशु कृष्ण हो। हालेलुया आमेन, हालेलुया, हालेलुया आमेन, हालेलुया, हालेलुया आमेन, हालेलुया, हालेलुया आमेन, हालेलुया। यसले मलाई शान्ति दिनुभयो, यसले मलाई शान्ति दिनुभयो, यसले मलाई शान्ति दिनुभयो, यसले मलाई शान्ति दिनुभयो। यसकारण गाउनेछु, सबलाई सुनाउनेछु, यो तेरा यीशु कृष्ण हो।
यसकारण गाउनेछु सबलाई सुनाउनेछु एउटै राजा यीशु ख्रीष्टै हो हालेलुया आमेन हालेलुया हालेलुया आमेन हालेलुया हालेलुया आमेन हालेलुया हालेलुया आमेन हालेलुया यसले मलाई आनन्द दिनुभयो यसले मलाई आनन्द यसले मलाई आनन्द दिनुभयो यसले मलाई आनन्द यसकारण गाउनेछु सबलाई सुनाउनेछु एउटै राजा यीशु ख्रीष्टै हो यसकारण गाउनेछु सबलाई सुनाउनेछु एउटै राजा यीशु ख्रीष्टै हो हालेलुया आमेन हालेलुया हालेलुया आमेन हालेलुया हालेलुया आमेन हालेलुया हालेलुया आमेन सब थोक दिनुभयो यसले मलाई 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 सब थोक दिनुभयो यसकारण गाउनेछु सबलाई सुनाउनेछु राजा यीशु ख्रीष्टै हो यसकारण गाउनेछु सबलाई सुनाउनेछु राजा यीशु ख्रीष्टै हो हालेलुया आमेन हालेलुया हालेलुया आमेन हालेलुया हालेलुया आमेन हालेलुया हालेलुया आमेन हालेलुया ताली बजाऊ हे यीशु तिम्रो प्रेम हे यीशु तिम्रो प्रेम कति महान छ आकाशको तारा पर्वत समूह सबभन्दा महान छ हे यीशु तिम्रो प्रेम अगम्य आनन्दले हृदय भरपूर छ प्रभुको कार्य धेरै महान छ हरेक साझा हरेक बिहान हरेक साझा हरेक बिहान स्तुतिको योग्य छ स्तुतिको योग्य छ हे यीशु तिम्रो प्रेम सङ्कटको समयमा सङ्कटको समयमा हे ईश्वर पुकार्छु दया मलाई दर्शा बोलाउनु भन्दा पहिले नै भन्छ बोलाउनु भन्दा पहिले नै भन्छ म तिम्रो साथ छु म तिम्रो साथ छु हे यीशु तिम्रो प्रेम अन्धकार घाँटीमा अन्धकार घाँटीमा मलाई हिँड्नु छ मृत्यु र ज्योतिको धेरै नै यात्रा छ गोठालो भए प्रभु डोर्याउनुहुन्छ गोठालो भए प्रभु डोर्याउनुहुन्छ अनन्त साथी अनन्त साथी यीशु तिम्रो प्रेम घटी र कमीको मलाई केही गरे छैन हरियो छौरमा मलाई निभाग छ भोजन झले तृप्तमा हुन्छु भोजन झले तृप्तमा हुन्छु ख्रीष्ट मेरो साथ छ ख्रीष्ट मेरो साथ छ यीशु तिम्रो प्रेम ईश्वरको भवनमा
कति महान छ आकाशको तारा पर्वत समुद्र सबभन्दा महान छ येशू तिम्रो प्रेम। हुन्छ यो भजनहरूद्वारा अनि परमेश्वरलाई महिमा भएको होस्। अनि हाम्रो क्वायर टिमलाई पनि धेरै धेरै धन्यवाद। एकदम असल तरिकाले यो भजनहरूलाई हामीले गाउन सक्यौँ। र उहाँलाई जोरदार तालीका साथ हामी स्वागत गर्नेछौँ। हुन्छ, हाम्रो केदार दाजुलाई पनि हामी स्वागत गर्छौँ। र आउने दिनहरूमा अझ तपाईँलाई हामी यहाँ देख्न चाहन्छौँ, तपाईँलाई भेट्न चाहन्छौँ। हुन्छ, हामी रेशमा बहिनीलाई अनि साथसाथै इडेन हाम्रो छोरीलाई हामी स्वागत गर्नेछौँ है। किनभने ऊ आफ्टर 4 मन्थ, मलाई जहाँसम्म लाग्छ 4 मन्थ पछाडि यो भवनमा नानीलाई हामीले स्वागत गर्न पायौँ। अनि पक्कै पनि परमेश्वरले उहाँलाई धेरै आशिष दिनुभएको होस्। अनि बहिनीलाई पनि हामी स्वागत गर्न चाहन्छौँ है। हुन्छ हुन्छ बुवा, तपाईँलाई एकदम स्वागत छ है। अनि बुवा चाहिँ हाम्रो सुस्मिता बहिनीको बुवा हुनुहुन्छ, जस पहिले पनि आइसक्नु भएको छ उहाँ, तर आज चाहिँ अलिक धेरै लामो समय पछाडि त्यो ग्यापमा चाहिँ आउनुभएको भएर हामी फेरि पनि बुवालाई पनि स्वागत गऱ्यौँ है। प्रभुलाई महिमा भएको होस्। ओके, अब हामी सूचना तथा प्रार्थनाको समय भएको छ। म यो सूचना तथा प्रार्थनाको विषयलाई लिएर चाहिँ हाम्रो एल्डर सकुना राई उहाँलाई यहाँ अगाडि निम्त्याउन चाहन्छौँ। नमस्ते यहाँहरू सबैजनालाई। हुन्छ, मण्डलीको केही महत्त्वपूर्ण सूचना अनि साथसाथै प्रार्थनाको विषयहरू मैले लिएर आएको छु। अनि कृपया गरी सबैजनाले एकदमै ध्यानपूर्वक सुनिदिनु हुनको लागि एकदमै आग्रह गर्न चाहन्छु। सबैभन्दा पहिला चाहिँ बुधबारको सङ्गति बेलुकी 7 बजे भइरहेको छ। अनि यहाँहरू सबैजनालाई जानकारै छ। हाम्रो आदरणीय पास्टर बुवाले उहाँले निरन्तर रूपमा हामीलाई त्यहाँनिर वचनहरूबाट उहाँले हामीलाई जुन शिक्षाहरू दिइरहनु भएको छ, यो मौका कसैले पनि नगुमाउनु होला। अनि तपाईँको मित्र अनि साथीहरू जो हुनुहुन्छ, जतिजना अनि तपाईँले चिन्नुहुन्छ अनि आइतबारको सङ्गतिहरू भ्याउन उहाँले समयहरू जुटाइरहनु सक्नुभएको छैन भने उहाँहरूलाई पनि तपाईँहरूले खबर गरिदिनु हुनको लागि हामी आग्रह गर्न चाहँदछौँ। अनि त्यस्तै गरी अनि हाम्रो दिदीबहिनीहरूले एकदमै एउटा नयाँ काम थाल्ने गर्नुभएको छ, एकदमै प्रशंसनीय छ। अनि उहाँहरूले चाहिँ हरेक महिनाको पहिलो शुक्रबार बेलुकी 7:30 बजे चाहिँ उहाँले प्रार्थना सेवा राख्नुभएको छ। अनि यो चाहिँ दिदीबहिनीहरूको निम्ति मात्रै होइन, हामी हरेकको निम्ति प्रार्थना एकदमै महत्त्वपूर्ण, हामी सबैको निम्ति पनि प्रार्थनाको एकदमै खाँचो हुन्छ। अनि त्यस कारणले गर्दाखेरि यदि तपाईँहरूको केही प्रार्थनाका विषयहरू छन् भने पनि तपाईँ आउन सक्नुहुन्न भने पनि तपाईँले दिदीबहिनीहरूलाई तपाईँले आफ्नो प्रार्थनाको विषयहरू तपाईँले सेयर गर्न सक्नुहुनेछ। अनि उहाँहरूले हामीहरूको निम्ति प्रार्थनामा उहाँहरूले सम्झनुहुन्छ है। मार्च 11 तारिकदेखि चाहिँ हाम्रो 40 दिने उपवास सुरु हुन लागिरहेको छ। अनि तपाईँहरू सबैजना त्यसको निम्ति प्रार्थनासहित तयार भइदिनुको लागि हामी आग्रह गर्न चाहन्छौँ। अनि यो उपवास अवधिभर अनि हाम्रो 40 दिनको त्यो उपवास अवधिभर चाहिँ हाम्रो हरेक शुक्रबार बेलुकी 7:30 बजे चाहिँ अनि यही मण्डली भवनमा चाहिँ प्रार्थना हुने पनि जानकारी पनि यहाँहरू सबैजनालाई हामी जानकारी गराउन चाहन्छौँ। बप्तिस्मको लागि पनि हामीले प्रार्थनाहरू गरिरहेका छौँ। हाम्रा बहिनीहरू अनि तयार हुनुहुन्छ। यदि तपाईँहरू अनि त्यो बप्तिस्ममा तपाईँ सहभागी हुन चाहनुहुन्छ भने हामी तपाईँहरूको निम्ति पनि हामी प्रार्थनामा सम्झनेछौँ। यदि तपाईँहरू कोही इच्छुक हुनुहुन्छ भने, तपाईँलाई त्यस्तो अगुवाई भइरहेको छ भने हाम्रो आदरणीय पास्टर अनि डानियल बस्नेत उहाँलाई तपाईँले भन्न सक्नुहुनेछ। अथवा हामी तपाईँ डिकन बोर्ड जो कोहीलाई पनि तपाईँले जानकारी गराउनु भयो भने हामी तपाईँहरूको निम्ति प्रार्थनामा सम्झनेछौँ है। अनि अर्को एउटा नयाँ सूचना छ। अनि यो चाहिँ आइरन म्यान नर्थ अमेरिकन च्याम्पियनसिप भन्ने छ, 140.6 माइल अनि M25M अनि मथ्यु 25 मिनिस्ट्रिज भन्ने एउटा मिनिस्ट्री छ। अनि यसमा चाहिँ हाम्रो भाइ अनि बाबु अनि अभिषेक चाहिँ उहाँनिर टेक्सासबाट उहाँनिर यो 140 माइलको यो दौड हो। अनि त्यो दौडमा चाहिँ उहाँ सहभागी हुँदै हुनुहुन्छ। अनि त्यो दौड भनेको चाहिँ तपाईँको M25M भनेको चाहिँ यो चाहिँ एउटा मिनिस्ट्री हो। यो चाहिँ मिनिस्ट्रियल दौड हो। अनि त्यहाँनिर हाम्रो बाबुले एउटा लिङ्क पनि उहाँले सेयर गर्नुभएको छ। अनि त्यो लिङ्क चाहिँ अनि हामी तपाईँलाई भाइबरमा हामी सेयर गर्नेछौँ। अनि त्यहाँनिर सानो एउटा भेटीको पनि उहाँले जुन प्रार्थना राख्नुभएको छ। अनि उहाँले $3,000 उहाँनिर टार्गेट यो गर्नुभएको छ।
अनि त्यसमा हामी सबैजना मिलेर अनि बाबुलाई हामी हौसलाको निम्ति अनि हामी सबैजना हामी आर्थिक रूपमा हामी खालि प्रार्थनामा मात्रै पनि होइन, हामी आर्थिक रूपमा पनि हामी एक्सनमा पनि हामी के गर्नेछौँ त्यसमा सहभागी हुनेछौँ। अनि त्यो विशेष गरिकन यो M25M भनेको चाहिँ यो दौड चाहिँ कसको निम्ति दौडिन्छ भन्दाखेरि चाहिँ त्यहाँबाट उठेको त्यो भेटीहरू चाहिँ केमा खर्च हुन्छ भन्ने पनि सायद तपाईँहरूलाई यो जिज्ञासा लागिरहेको होला। अनि यो चाहिँ बाबुको आफ्नो निम्ति चाहिँ होइन, यो M25M भनेको चाहिँ अनि यो चाहिँ विशेष गरिकन 60वटा भन्दा बढी देशहरूमा चाहिँ जहाँ जहाँ तपाईँको विभिन्न प्राकृतिक प्रकोपहरूबाट अनि विक्षत भएका त्यहाँनिर मानिसहरू हुनुहुन्छ अनि उहाँहरूको खानेपानीको निम्ति अनि त्यहाँनिर आवासको निम्ति अनि त्यस पछाडि अनि कतिपय ठाउँहरूमा अनि त्यहाँदेखि स्वच्छ पानीको निम्ति अनि जहाँ स्वास्थ्यहरू पुगिरहेको छैन अनि ती क्षेत्रहरूमा चाहिँ यो M25M भन्ने यो अर्गनाइजेसनले चाहिँ यो मिनिस्ट्रीले चाहिँ काम गरिरहेको छ। अनि त्यहाँबाट उठेको जति पनि त्यो भेटीहरू हुन्छ त्यो देशमा त्यो ठाउँहरूमा चाहिँ जहाँ जहाँ आवश्यक परिरहेको हुन्छ त्यो ठाउँहरूमा खर्च हुन्छ। त्यस कारणले गर्दाखेरि हामी सबैजना यसमा चाहिँ हामी सहभागी हुनेछौँ। अनि यो करमा होइन, फेरि हामी अनुग्रहमा है। अनि यो चाहिँ आफ्नो के अरे करले पनि होइन, यसले पनि होइन, तर प्रार्थनासहित नै म पनि यस M25M म नदौडे पनि होइन, यसमा चाहिँ अनि त्यहाँदेखि हाम्रो अभिषेक बाबुले जुन टार्गेट राख्नुभएको छ त्यसमा म सहभागी भएर बाबु चाहिँ उहाँ आफै दौडिनुहुन्छ 140.6 माइल अनि उहाँले चाहिँ सहभागी हुनुहुन्छ। अनि उहाँ त्यो दौड भनेको चाहिँ तपाईँको ट्रायथलन जस्तै हो। अनि साइक्लिङ हुन्छ त्यसमा, अनि त्यसमा स्विमिङ हुन्छ, अनि त्यसमा म्याराथन जस्तो दौड हुन्छ। त्यो दौडमा सहभागी हुनुहुन्छ। बाबुको निम्ति हामी प्रार्थनामा पनि सम्झिनेछौँ। अनि हाम्रो खुमबहादुर गुरुङ उहाँको निम्ति पनि हामी प्रार्थनामा सम्झनेछौँ। अनि उहाँ हस्पिटलबाट डिस्चार्ज भएर गइसक्नु भएको छ। अनि त्यस्तै गरी अनि अर्को एउटा महत्त्वपूर्ण सूचना, अनि हाम्रो आदरणीय भाइ हेमराज अनि हाम्रो बहिनी रेशमा अनि उहाँहरूले चाहिँ अनि आज यसरी एडेन पहिलोपल्ट यसरी मण्डलीमा उहाँ आज आउनुभएको छ। अनि उहाँहरूले चाहिँ प्रेमपूर्वक अनि हाम्रो मण्डली परिवारको निम्ति चाहिँ अनि उहाँले भोजनहरू उहाँले आज व्यवस्था गर्नुभएको छ। अनि सबैजना तपाईँहरू आज जतिजना आउनुभएको छ अनि तपाईँहरू सबैजना त्यस भोजनमा सहभागी भइकन अनि त्यसमा हामी भाइ र बहिनीको निम्ति हामी प्रार्थना गर्नेछौँ। अनि कृपया गरी कोही पनि नछुटिकन त्यो भोजन नलिकन नगइदिनु हुनको लागि भनेर उहाँहरूले चाहिँ अनुरोध गर्नुभएको छ। त्यस कारणले गर्दाखेरि हामी सबैजना हामी त्यस प्रेम भोजमा हामी सहभागी हुनेछौँ है। हुन्छ, बाँकी रहेको हाम्रो प्रार्थनाको विषयहरू तपाईँलाई थाहा छँदैछ। हामीले निरन्तर रूपमा हामीले प्रार्थना गरिरहेका छौँ हाम्रो मण्डली भवनको निम्ति अनि हाम्रो रोगी बिरामीहरूको निम्ति अनि इमिग्रेसनका कुराहरूदेखि लिएर अनि विभिन्न विषयहरू लिएर हामीले प्रार्थना हामीले सम्झिरहेका छौँ। आउनुहोस् यी सबै कुराहरू लिएर म प्रार्थनामा अगुवाई गर्नेछु। हुन्छ, आउनुहोस् हामी सबैजना मिलेर प्रार्थनामा सहभागी हुनेछौँ। स्वर्ग अनि पृथ्वी सृष्टि गर्नुहुने महान परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ यो सुन्दर समयको निम्ति, तपाईँको सुरक्षा, तपाईँको अनुग्रह, तपाईँको कृपाको निम्ति। साँच्चै नै परमेश्वर, तपाईँले हामीलाई हप्तावारी कुशलताको जीवनहरू दिनुभयो। हामीलाई हरेक दुष्ट शैतानहरूको परीक्षा, मृत्यु, शोक, विरामहरूबाट प्रभु तपाईँले बचाइकन आजको यो सुन्दर दिन प्रभु आजको विश्राम दिनमा तपाईँले हामीलाई ल्याउनु भएको निम्ति हामी तपाईँ परमेश्वरलाई हामी हृदयबाट धन्यवाद दिन चाहन्छौँ। अनि परमेश्वर अनि प्रार्थना गर्छौँ प्रभु यो समय चाहिँ विशेष गरिकन प्रभु अनि तपाईँका छोरा अनि छोरीहरू प्रभु जतिजनाले प्रभु आफ्नो प्रार्थनाको विषयहरू प्रभु ल्याउन सक्नु भएको छैन प्रभु उहाँहरूको निम्ति पनि हामी प्रार्थनामा सम्झन्छौँ प्रभु। उहाँहरूको प्रभु अनि हरेक प्रभु उहाँको पीडाहरू प्रभु व्यथाहरू प्रभु तपाईँ जान्नुहुन्छ प्रभु। उहाँहरूको प्रभु समस्या प्रभु तपाईँ जान्नुहुन्छ परमेश्वर। अनि परमेश्वर अनि उहाँहरूको प्रभु जति पनि समस्याहरू हुन्छ प्रभु तपाईँ परमेश्वरले चाहिँ ती सबै कुरो प्रभु असल तरिकाले प्रभु अनि समाधान गरिदिनु भएको छ भनिकन प्रार्थनामा सम्झन्छौँ प्रभु। अनि यदि प्रभु उहाँहरू पनि कुनै पनि प्रभु प्रकारको प्रभु अनि पीडाहरूबाट प्रभु अघि बढिरहनु भएको छ भने प्रभु तपाईँको प्रभु सान्त्वना प्रभु अनि प्रभु उहाँहरूको जीवनमा प्रभु तपाईँले राखिदिनु भएको छ भनिकन प्रार्थना गर्छौँ। तपाईँको शान्ति प्रभु साँच्चै नै प्रभु उहाँहरूको जीवनमा प्रभु तपाईँले राखिदिनु भएको छ भनिकन प्रार्थनामा सम्झन्छौँ प्रभु। अनि हामी प्रार्थनामा सम्झन्छौँ परमेश्वर। अनि विशेष गरिकन प्रभु हाम्रो एडेन प्रभु छोरीलाई प्रभु आज यसरी प्रभु पहिलोपटक प्रभु यसरी मण्डली भवनमा प्रभु तपाईँले ल्याउनु भएको छ प्रभु। छोरीको निम्ति पनि हामी प्रार्थनामा सम्झन्छौँ प्रभु। हाम्रो हेम भाइ हाम्रो रेशमा बहिनीको निम्ति प्रार्थनामा सम्झन्छौँ प्रभु। अनि त्यो सम्पूर्ण त्यो परिवारलाई प्रभु साँच्चै नै प्रभु तपाईँको मुहार कहिले पनि प्रभु त्यो परिवारको त्यो घरानाबाट प्रभु तपाईँले नहटाउनुहोस् भनिकन प्रार्थना गर्छु प्रभु। तपाईँको प्रेम सधैँभरि प्रभु त्यो परिवारमा प्रभु रहेको छ भनिकन प्रार्थना गर्छु प्रभु। तपाईँको उपस्थिति प्रभु त्यो घरानामाथि प्रभु सदा सर्वदा रहेको छ भनिकन प्रार्थना गर्छु प्रभु। अनि प्रभु त्यो छोरीलाई हुर्काउने अनि बढाउने कुराहरूमा प्रभु आफ्ना अनि प्रभु अनि हेम भाइ अनि हाम्रो बहिनीलाई प्रभु तपाईँले असल ज्ञानहरू दिनुहोस् प्रभु। अनि उहाँहरूलाई प्रभु असल तरिकाले प्रभु ती आफ्नो जिम्मेवारीहरू प्रभु पुरा गर्नमा प्रभु तपाईँले आफ्नो छोरा अनि छोरीलाई प्रभु
प्रभु तपाईँले सहायता मद्दत गर्नुहोस् भनिकन प्रार्थना गर्छु परमेश्वर। अनि हामी प्रार्थनामा सम्झन्छौँ प्रभु, अनि विशेष गरिकन प्रभु यो मण्डलीको निम्ति पनि हामी प्रार्थनामा हामी राख्दछौँ। अनि साँच्चै नै यो प्रभु यो मण्डली चाहिँ प्रभु एउटा डाँडामाथि बसालिएको प्रभु एउटा असल प्रभु सहर जस्तो हुन सकेको छ प्रभु। यो मण्डलीका प्रभु हरेक विश्वासी तपाईँका छोराछोरीलाई प्रभु तपाईँको हातमा राख्दछ प्रभु। उहाँहरू जुन जुन ठाउँमा जानुहुन्छ, जुन 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 स्थानमा प्रभु उहाँहरू हुनुहुन्छ प्रभु, उहाँहरू सधैँभरि प्रभु तपाईँको निम्ति चाहिँ प्रभु एउटा नुन र ज्योतिको एउटा प्रभु साक्षी भइकन प्रभु तपाईँको वचनको प्रभु साँच्चै नै प्रभु तपाईँको वचनअनुसार जिउनमा प्रभु तपाईँ परमेश्वरले सहायता गर्नुहोस् प्रभु। साँच्चै नै परमेश्वर अनि धन्यवाद छ परमेश्वर। अनि कतिपय प्रभु प्रार्थनाको विषयहरू प्रभु मैले यहाँ प्रभु ल्याउन सकिनँ प्रभु। अनि प्रभु हामी मानिस प्रभु, हामी कमजोर छौँ प्रभु, हामी विभिन्न कुरामा प्रभु हामी चुक्दछौँ, हामी प्रभु विभिन्न कुरामा प्रभु हामी फेल हुँदछौँ प्रभु। तर तपाईँ परमेश्वरमा हामी सबै कुरो प्रभु तपाईँको हातमा हामी राख्दछौँ प्रभु। तपाईँले प्रभु हामीले ल्याउन नसकेका ती प्रार्थनाहरू प्रभु तपाईँले प्रभु उत्तर दिनुहुनेछ भनिकन हामी पूर्ण विश्वास गर्दछौँ प्रभु। धन्यवाद छ परमेश्वर। यी सबै कुरो प्रभु तपाईँको हातमा राख्दै हामी आशिष माग्दछौँ। हामीलाई सित्तैमा उद्धार अनि मुक्ति दिउने हाम्रो प्यारो प्रभु येशू ख्रीष्टको पवित्र निचो नाममा आमेन। सबैजनालाई जय मसीह। भेटीको लागि चाहिँ हाम्रो ग्रेस ढुङ्गाना दिदी र पवित्र पौडेल बहिनीलाई म आग्रह गर्दछु। आशिषको छाले प्रेमको प्रतिज्ञालाई साँच्चै परमेश्वर तपाईँ परमेश्वरले प्रभु आफ्नो छोराछोरीहरूलाई प्रभु आफ्नो स्वर्गको दूतहरूद्वारा प्रभु बाहिर जाँदा भित्र आउँदा घरमा बस्दा काममा जाँदा हरेक ठाउँमा प्रभु हामीलाई कदम कदममा प्रभु तपाईँले हामीलाई सुरक्षा र आशिष दिनुभयो प्रभु। हामीलाई धन्यवाद दिन्छ प्रभु। त्यो धन्यवाद हृदय लिएर प्रभु तपाईँको भवनमा आउँदाखेरि प्रभु हामीले प्रभु तपाईँको छोराछोरी दशांश खुसीको भेटी धन्यवादको भेटी लिएर आएका छन् प्रभु। यो भेटीलाई प्रभु तपाईँ परमेश्वरले ग्रहण गर्नुभएको होस् प्रभु। यो सानो भेटी भए तापनि तपाईँको राज्यमा महान काम हुन सकेको होस् भन्ने म बिन्ती प्रार्थना गर्छु प्रभु। धन्यवाद दिन्छु सबै कुरालाई परमेश्वर। यो भेटी दिने हातलाई प्रभु तपाईँ परमेश्वरले प्रभु स्मरण गरिदिनुहोस् र यो भेटी चलाउने तपाईँको छोराछोरीहरूलाई प्रभु स्वर्गीय ज्ञान बुद्धिले भरिदिनुहोस् भन्ने म बिन्ती प्रार्थना गर्छु प्रभु। धन्यवाद दिन्छु सबै कुरालाई प्रभु। बाँकी सबै तपाईँको चरणमा राख्दै प्रार्थना गर्छु हाम्रो जीवित प्रभु येशू ख्रीष्टको नाममा आमेन। ढिलो नगरिकन यो भाग चाहिँ म हाम्रो आयशा बहिनीलाई दिन चाहन्छु। मण्डली परिवारलाई फेरि पनि जय मसीह। हामी आफ्नो स्थानमा खडा हुनेछौँ यो समयमा अनि परमेश्वरलाई यो आराधनाको समय भएको छ। परमेश्वर महान हुनुहुन्छ। हालेलुया। हुन्छ सबैजना मिलेर एकचोटि हालेलुया भनौँ न। हालेलुया। परमेश्वरको महिमा भएको होस्। अनि म हजुरको अगाडि भजन सङ्ग्रह 145 को 1 देखि 6 सम्म पढ्नेछु। यहाँ यसरी लेखिएको छ शीर्षकमा प्रशंसाको गीत दाउदको भजन। हे परमेश्वर मेरो राजा, म तपाईँको नाउँ उच्च पार्दछु। म तपाईँका नाउँको सदा सर्वदा प्रशंसा गर्नेछु। प्रतिदिन म तपाईँको प्रशंसा गर्नेछु र सदा सर्वदा म तपाईँको नाउँको स्तुति गर्नेछु। परमप्रभु महान हुनुहुन्छ र प्रशंसाको अति योग्य र उहाँको महानता अगम छ। एक पुस्ताले अर्को पुस्तालाई
तपाईँका कार्यको प्रशंसा गर्नेछ, तिनीहरूले तपाईँका शक्तिशाली कार्यहरूको घोषणा गर्नेछन्। तिनीहरूले तपाईँको ऐश्वर्य र तेजस्वी वैभवको वर्णन गर्नेछन् र म तपाईँका आश्चर्यपूर्ण कार्यहरूमाथि चिन्तन गर्नेछु। मानिसहरूले तपाईँको महान कामहरूका शक्तिको विषयमा चर्चा गर्नेछन् र म तपाईँका महान कार्यहरूको घोषणा गर्नेछु। आमेन। हामी साँच्चै यो समयमा आफूले आफूलाई तयार पार्नेछौँ अनि हामी परमप्रभुको उपस्थिति अघि हामी जानेछौँ अनि यो समयमा हामी हाम्रो आँखाहरूलाई बन्द गर्नेछौँ अनि हामी कुनै पनि कुराहरूलाई यो समयमा सम्झिने छैनौँ, तर केवल परमप्रभुको महानता, केवल परमप्रभु परमेश्वरको अचुक प्रेमलाई हामी यो समयमा सम्झिनेछौँ। कारण हामीसँग चिन्ता अनि फिक्री गर्नको लागि धेरै समयहरू छ। हामी हप्ताभरि त चिन्ता अनि फिक्रीमा हाम्रो समयहरू बिताउँछौँ, तर अनि आज यो विशेष समय हामी परमप्रभुको उपस्थिति अघि जानेछौँ। हाम्रो परिस्थितिहरूलाई हामी विचार गर्ने छैनौँ। हाम्रा परिस्थितिहरू, हाम्रा अभावहरू, हाम्रा चिन्ता अनि फिक्रीहरू सबै कुरालाई भुलेर हामी परमेश्वरको उपस्थिति अघि जानेछौँ अनि पवित्र आत्माको त्यो आगोलाई आज हामी यस ठाउँमा बोलाउनेछौँ अनि परमप्रभु परमेश्वरलाई हामी आत्मा र सत्यतामा हामी आराधना गर्नेछौँ, कारण परमप्रभु परमेश्वर त्यही चाहनुहुन्छ।
कसैले नदेखेका नसुनेका परम कुरा परमेश्वर मात्र भन्ने यसो अन्धारले दृष्टिको कुष्ठरोगी भइरहेको छ, कपडाहरू छन् अनि मृतकहरू जीवित छन्। साथै प्रभु, तपाईँको महानताको लागि तपाईँले बनाउनुको लागि तपाईँलाई धन्यवाद। हृदयबाट निस्किने आवाजले शब्दले तपाईँले उचाल्दछ, सङ्गीतका झङ्कारहरूले तपाईँले उचाल्दछ, तपाईँले उचाल्दछ। तपाईँ मन्दिर हुनुहोस्, तपाईँ प्रशंसित तपाईँलाई महिमा अनि प्रशंसा दिन्छौँ प्रभु। तपाईँ प्रभुलाई हामी उचाल्दछौँ प्रभु। केवल हाम्रो ओठबाट मात्र होइन प्रभु, तर हाम्रो हृदयदेखिका धन्यवादका बीजहरू लिएर आउँदछौँ प्रभु। तपाईँ प्रभुको उपस्थितिमा प्रभु तपाईँ परमेश्वरलाई तपाईँलाई मात्र प्रभु, कारण तपाईँ स्वर्ग अनि पृथ्वीमाथि विराजमान हुने परमप्रभु परमेश्वर तपाईँ हुनुहुन्छ। तपाईँ परमप्रभु जस्तो अरू कोही पनि छैन प्रभु। हामीलाई प्रेम गर्नुहुने, हामीलाई मुक्ति दिनुहुने प्रभु, हामीलाई सृष्टि गर्नुहुने तपाईँ परमेश्वर बाहेक अरू कोही पनि छैन प्रभु। ओ परम प्रभु परमेश्वर पिता, तपाईँ जस्तो परमेश्वर कोही पनि छैन। जो स्वर्गमा अनि पृथ्वीमा तपाईँ परम प्रभु जस्तो अरू कोही पनि छैन प्रभु। आज हामीलाई प्रेम गर्नुहुने परमेश्वर तपाईँ मात्र हुनुहुन्छ। हामीलाई मुक्ति दिनुहुने परमेश्वर तपाईँ हुनुहुन्छ प्रभु। तपाईँलाई हामी धन्यको बन्दछौँ। हामी समय गीतलाई गाउनेछौँ। स्वर्गमा तपाईँ बिना, स्वर्गमा तपाईँ बिना, स्वर्गमा तपाईँ बिना, स्वर्गमा तपाईँ बिना मेरो कोही छैन। हामी फेरि भन्नेछौँ, स्वर्गमा तपाईँ बिना, स्वर्गमा तपाईँ बिना
हामी हृदयबाट भन्नेछौँ तपाईँलाई छोडी कसलाई बुझौँ प्रभु तपाईँलाई छोडी कसलाई बुझौँ Yes, Jesus. म कसको सेवा गरौँ प्रभु कारण तपाईँ बाहेक अरू कुनै छैन प्रभु तपाईँ मात्र हुनुहुन्छ हामी हृदयबाट फेरि भन्नेछौँ तपाईँलाई छोडी तपाईँलाई छोडी कसलाई बुझौँ कसको सेवा गरौँ तपाईँ मेरो परमेश्वर 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 हुनुहुन्छ प्रभु Yes, Jesus, तपाईँ मात्र मेरो परमेश्वर हुनुहुन्छ तपाईँ मेरो परमेश्वर हुनुहुन्छ तपाईँ मेरो मुक्तिदाता हुनुहुन्छ सारा आदर अनि महिमा अनि प्रशंसाको योग्यको परमेश्वर परमेश्वर तपाईँ मात्र हुनुहुन्छ प्रभु हालेलुया Jesus, तपाईँ मेरो परमेश्वर तपाईँ मेरो मुक्तिदाता प्रभु हुनुहुन्छ तपाईँ मेरो परमेश्वर हुनुहुन्छ तपाईँलाई छोडी म कसलाई पुज्छु प्रभु तपाईँलाई छोडी म कसलाई पुज्छु म कसको सेवा गरौँ प्रभु कारण तपाईँ सबै देवहरूभन्दा उच्च तपाईँ हुनुहुन्छ सारा देवहरूभन्दा महान तपाईँ प्रभु हुनुहुन्छ तपाईँ प्रभुलाई उचाल्दछु तपाईँ प्रभुको नामलाई प्रशंसा दिँदछु हालेलुया 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 प्रभु प्रशंसाको योग्यको प्रभु तपाईँ आज मानव जातिको निम्ति प्रभु बलिबाट आउने तपाईँ परमप्रभु परमेश्वरलाई प्रभु तपाईँलाई म धन्यको बन्दछु प्रभु धन्यको बन्दछु तपाईँ परमप्रभुलाई तपाईँ प्रभुको नामलाई म धन्यको बन्दछु धन्यवाद तपाईँ प्रभु हालेलुया साँच्चै प्रभु सारा आदर अनि महिमा अनि भक्ति तपाईँ प्रभुको प्रभु प्रभु यो समयमा प्रभु हामी तपाईँलाई उचाल्दछौँ तपाईँ प्रभुको नामलाई कारण तपाईँ परमप्रभु जस्तो अरू कोही पनि छैन प्रभु हामीलाई प्रेम गर्नुहुने हामीलाई वास्ता गर्नुहुने परमप्रभु तपाईँ मात्र हुनुहुन्छ हामी मानिस हामी चाहिँ अब के नै हो र प्रभु तर तपाईँ प्रभुले हाम्रो यति धेरै वास्ता गर्नुहुन्छ आज हाम्रो निम्ति प्रभु हामीलाई उद्धार अनि मुक्ति दिनको लागि तपाईँ प्रभु यीशु ख्रीष्टले संसारमा आउनुभयो हाम्रो पापको बदलीमा त्यो कल्भरी क्रुसमा तपाईँ प्रभुले त्यो रगत बगाउनु भयो आफ्नो शरीरलाई तपाईँ प्रभुले त्याग्नुभयो प्रभु हामीलाई मुक्ति दिनको निम्ति त्यो क्रुस हाम्रो थियो प्रभु तर तपाईँ प्रभुले बोक्नुभयो मृत्यु हाम्रो थियो प्रभु तर तपाईँ प्रभुले हाम्रो निम्ति त्यो मृत्यु उठाइदिनु भयो प्रभु नि आज तपाईँ प्रभु येशूको प्रेममा प्रभु हामीले शान्ति पाएका छौँ हामीमा भएको निराशाका कुराहरू अशान्तिका कुराहरू हताशका कुराहरू हरेक कुराहरू प्रभु हाम्रा परिस्थितिहरू सबै कुराहरूमा तपाईँ परमप्रभु परमेश्वरले हामीलाई अगुवाई गर्नुभएको छ आजको दिनसम्म प्रभु तपाईँ परमेश्वरले हामीलाई सहायता अनि अनुग्रह गर्नुभएको छ तपाईँको प्रेमको लागि हामी धन्यवाद दिँदछौँ प्रभु हामी जति तपाईँलाई धन्यवाद भनौँ प्रभु हामीसँग शब्द छैन प्रभु हामी तपाईँ प्रभुको महानतालाई हामी वर्णन गर्न सक्दैनौँ प्रभु यो समयमा हामीले हृदयदेखि जानी नजानिकन प्रभु अनि जति हामीले तपाईँ प्रभुको उपस्थिति अगाडि यो आराधना भेटहरू लिएर आएका छौँ ग्रहण गर्नुहोस् पिता ग्रहण गर्नुहोस् पिता त्यो आराधनाको जीवन हाम्रो हुन सकेको होस् प्रभु अनि यो शब्दहरू मात्र होइन प्रभु
सङ्गीत मात्र होइन प्रभु, तर हाम्रो जीवन हामीले तपाईँलाई दिन सकौँ। तपाईँको आराधनाको निम्ति हाम्रो जीवन हामीले समर्पण गर्न सकौँ। प्रभु सहायता गर्नुहोस्। हामी आफ्नो बलमा, हाम्रो बुद्धिमा, हाम्रो ज्ञानमा, हाम्रो शक्तिमा हामी गर्न सक्दैनौँ प्रभु, तर तपाईँको पवित्र आत्माको हामीलाई खाँचो छ प्रभु। आज तपाईँ प्रभुको यो मण्डलीलाई तपाईँ प्रभुको आत्माले भर्नुहोस् प्रभु। तपाईँको त्यो पवित्र आत्माको आगोले भर्नुहोस् प्रभु, ताकि हामी एक एक प्रभु बदली भइकन प्रभु हाम्रो जीवन चाहिँ आराधनाको जीवन हुन सकेको छ। हामीलाई सहायता गर्नुहोस् प्रभु। तपाईँको आत्माको त्यो आगो हामीहरूको बिचमा तपाईँले पठाइसक्नु भएको छ प्रभु। हामी विश्वास गर्दछौँ। हामी तपाईँ प्रभुको उपस्थितिलाई हामी यस ठाउँमा थाहा गर्छौँ प्रभु। धन्यवाद प्रभु, हामीहरूको बिचमा उपस्थित हुनुभएको लागि प्रभु धन्यवाद। फेरि पनि सारा आदर, महिमा, भक्ति तपाईँ प्रभुको हातमा राख्दै आशिष माग्छौँ प्रभु येशू ख्रिस्टको नाममा। आमेन।